नमस्ते। आराम हुनुहुन्छ? सबैजना खुसी पनि हुनुहुन्छ होला पक्कै पनि। आज मैले तपाईहरूलाई के सुनाउन आइरहेको छु भने आज चाहिँ म एउटा पुस्तक लिएर आएको छु। सायद धेरैजनाले पढिसक्नु भएको होला, धेरैजनाले अध्ययन गरिसक्नु भएको होला र मलाई पनि एकदमै मन पर्यो हैन। किन मन पर्यो भन्दाखेरि यो पुस्तकमा चाहिँ तपाईँ कामै गर्नु परेन क्या, बस सोच्नुहोस् अनि धरी बन्नुहोस्, बस यति भनेपछि त पुग्यो नि त। सोचेरै धनी भइन्छ भने किन काम गर्ने, किन दुःख गर्ने हैन। त्यसैले थिङ्क एन्ड ग्रो रिच भन्छ। त्यसैले मलाई पनि एकदम हैन धनी बन्ने सोच छ भन्ने हिसाबले चाहिँ पढ्दिउँ न यसको रहस्यमय कुराहरू के रहेछ भन्ने चाहिँ मैले पुस्तकको बारेमा थोरै तपाईहरुलाई यो पुस्तकको बारेमा अब कस्तो हुन्छ के हुन्छ भन्ने कुराहरू तपाई बुझ्नको लागि चाहिँ मसँग जोडिरहनुहोस् है भन्न चाहन्छु।